आफ्नो नाम भनिदिनु ल। यो देशको माटो छोएर, इलामको माटो छोएर यो देशलाई, यो माटोलाई वचन दिन्छु कि श्रम संस्कृति महाअभियानको विधानलाई पालना गर्दै, श्रमदानको महाअभियानमा लाग्दै, अरूलाई समेत लाग्न प्रेरित गर्दै यो देशको सार्वभौम सत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता सहितको राष्ट्रिय एकता बचाइराख्न जस्तोसुकै कठिन परिस्थितिमा पनि सदैव प्रतिबद्ध र सक्रिय रहनेछु। आफ्नो जिम्मेवारीमा रहेको कर्तव्य पूरा गरी छाड्नेछु। एउटा सच्चा इमानदार देशभक्त श्रमदाता बनेर श्रमदानको महाअभियानमा सदैव जोडिनेछु। प्रकृति, संस्कृति र प्रविधिको अन्तर सम्बन्ध नै जीवन हो। प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्दछ। यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमको नीति र निरन्तर अभ्यासले मात्र सम्भव हुनेछ। यो देशको गरिबी, अभाव र सृजित द्वन्द्वबाट देशलाई निकास दिनेछ, अन्त्य गर्न सकिनेछ भन्ने राजनीतिक दर्शन हर्कवादलाई आत्मसात गर्दै उच्च निष्ठा, नैतिकता र देशभक्तिका साथ उत्पादन र निर्माणको, स्वाधीनताको महाअभियानमा सदैव लागिरहनेछु। म हुँ श्रमदाता। हेर्दिन म अरूको आश, हेर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास, सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। हलो सरी जोतिन्छु म, हलो सरी जोतिन्छु म मेरै देशको माटोमा, आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटोमा। वास्ता गर्नु छैन मैले, वास्ता गर्नु छैन मैले, कसले मलाई के दिन्छ आशा हेर्नु छैन मैले, कसले मलाई के भन्छ। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ, कसको आशा हेर्ने। म हुँ श्रमदाता। जय माटो, जय देश, जय स्वाभिमान, जय श्रमदान, जय श्रमदाता। धन्यवाद छ यहाँहरू सबैजनालाई। मेरो दुई शब्द थियो कि कति शब्द थियो? दुई शब्द यही अन्त्य गर्दछु। र अब हामी श्रमदानको एउटा गीतमा नाच्छौँ पनि होला। गीत छ हाम्रो, श्रम गरौँ नेपाली हो भन्ने गीत छ भने सहयोग गर्नु होला। श्रम गरौँ नेपाली हो भन्ने गीतमा नाच्छौँ। नाचिसकेपछि हामी फोटो पनि खिच्छौँ है। तपाईहरु प्रत्येकसँग म फोटो खिचेर मात्रै जान्छु यहाँदेखि है। प्रत्येकसँग सिंगल फोटो खिच्छु म त्यहाँ। तयार हो? ल धन्यवाद दिन चाहन्छु र गीत हेर्दिनु होला। श्रम गरौँ नेपाली हो भन्ने
सायद युट्युबमा पनि छ होला। तयार हो तपाईहरु? हो ल यहाँहरु सबैजना ल अब नाच्नको लागि तयार हुन ल। छमछम दिन नाच्नु पर्छ हैन? नाच्दै नाच्दै बाँच्नु पर्छ, बाँच्दै बाँच्दै नाच्नु पर्छ है। अब हामी सिकाउँछौं यो संसारलाई कसरी रमाइलो तरिकाले सार्थक जीवन र सफल जीवन बाँच्न सक्छौं भन्ने चीज भएन। श्रम गरौँ नेपाली हो भन्ने गीत लगाइदिनु ल। तर त्यहाँ नाच्न अट्छ तपाईहरु? हो त्यो सुन्नु पर्छ ल। सबैको हात माथि ल। सबैजना नाच्नु है। सबैजना सम्झिने नेपाली हो शरण गर्ने दिन आइसक्यो। श्रम गरौँ नेपाली हो भोकै मर्ने दिन आइसक्यो। श्रम गरौँ नेपाली हो शरण गर्ने दिन आइसक्यो। नेपाली हो भोकै मर्ने दिन आइसक्यो। ठुलो लाग्दैन गीत चाहिँ भोकल होइन गीत चाहिँ। आकाशतिर हेर्दा डुब्न लाग्यो साँझ जिउने शैली फेर्दा। डुब्न लाग्यो साँझ जिउने शैली फेर्दा। आकाशतिर हेर्दा खेतबारी बाँझो राखी आकाशतिर हेर्दा डुब्न लाग्यो साँझ जिउने शैली फेर्दा। डुब्न लाग्यो साँझ जिउने शैली फेर्दा। गफै गरी मिठो खाना रङ लाउन खोज्दा। गफैको घरमा मिठो खाना राम्रो लाउन खोज्दा। होस गर नेपाली हो देशै घुम्ने दिन आइसक्यो। 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 नेपाली हो शरण गर्ने दिन आइसक्यो। गीत त्यही रिपिट भइरहेको के भयो? यो पार्टी र त्यो पार्टी, यो पार्टी र त्यो पार्टी भन्दै कति लड्नु, यो जाति र त्यो जाति भन्दै कति लड्नु। देश हामी सबैको हो मिलेर बनाऊ। होस गर नेपाली हो देशै घुम्ने दिन आइसक्यो भन्दै थियो लयमा। तर आई डोन्ट नो टेक्निकल समस्या भयो है। र यहाँहरु सबैजनालाई धन्यवाद दिन चाहन्छु। र तपाईहरु मसँग फोटो खिच्न चाहनुहुन्छ भने म त्यहाँ आउने छु।
र त्यहाँ एउटा घेरा बनाउनु होला है, अबिरहरू ठिक बनाउनु होला, एउटा घेरा बनाउनु होला र तपाईहरु एकतिरबाट आएर अर्कोतिरबाट एक्जिट हुने हो, एन्ट्री एकतिर एक्जिट अर्कोतिर र मोबाइल फोन चाहिँ रेडी बनाएर आउनु होला, टाइमर हटाएर है, क्यामेरा ठिक बनाएर। र धन्यवाद यहाँहरु सबैजनालाई। जय हो सबैको, जय बाटो, जय देश, धन्यवाद। फोटो खिच्नुमा एकदम बेस्ट सक्दैन।